काम गरे छोरा मान्छे भएपछि जहाँ पनि एडजस्ट गर्नै पर्यो होइन मेरो मामु कति राम्रो देखेको त मामु बाबालाई हँसिलो देखेको त Hi everyone, good morning all of you. So welcome back to my channel. It's me Kansu here. Kansa is back again. So welcome to my vlog. होइन बिहान उठ्यो दिनको सुरुवात भइसकेको छ बिहानको तपाईँको टाइम भनेको 9:30 भइसक्यो र अहिले चाहिँ म ढिलो उठ्यो आज किनकि फुटबल हेरेर सुतेको थिएँ राति अब चस्मा बनेको छ आँखामा त हेर्न सक्नुहुन्छ र हेर्नुहोस् घाम लागिसकेको छ मजाले गाडीहरू टिलिक्क टल्केछ र यहाँ चाहिँ धारा खुल्ला रहेछ है फेरि यो धारा खुल्ला गर्ने मान्छे चाहिँ को रहेछ ल स्कुल गइसकेछ बच्चाहरू बिहान उठेर साह्रै याद आउँछ पहिला स्कुल गएको यस्तै नै झोला भिड्दा त यो साइडको दुख्ने के सोल्डर दुखेर यस्तै लिन पर्छ नि तपाईँहरूलाई नि याद छ होला ल म चाहिँ अब तल जान्छु कोले के गर्दै हुनुहुन्छ हेरौँ अब बेला छ नि त बेला भन्छ सधैँ डुल्ने घुम्ने काम गरे होइन त कफी खानु त्यो कफी लाए जस्तो छ बाबालाई हालिहाली बिहान अनि यता चाहिँ के हुँदैछ मामु आज के हुँदैछ के भन्दैछ आमा दाइ र भाउजू कता अस्पताल चेकअपको लागि भाउजूको चेकअपको लागि कि तपाईँको पेटको चेकअपको लागि बोल्दैन के भन्ने क्यामेरामा त बोल्ने होइन कि कोही पनि कहाँ भिड पाउनु मन लाग्छ कान्छा लगाएर साथीहरू यहाँ चाहिँ हजुरआमाले गाउँबाट बाबाको ढाड सड्केछ बाबा कहाँनिर दुखेछ ट्याक्कै कहाँनिर भन्नु ए ठ्याक्कै यहाँनिर दुखेछ अरे बाबालाई यहाँ त छुन साट चिक्क हुनुभयो ल यहाँ हजुरआमाले दबाई भनिदिइराख्नु भएको छ हाम्रो बाबालाई त्यो ढाड सड्केको दबाई के हुन्छ साथीहरू भनिदिनुहोस् कोलाई थाहा छ हजुरहरूलाई है भाउजूको चाहिँ प्यात्त परेको केरा जस्तो अनुहार देखेछ भन्दै बस्नु मामु तपाईँको के कुरा चल्दैछ भाउजूसँग बुहारीसँग त्यस्तो सस्पेन्ड हो कान्छाले सुन्न मिल्दैन ल त्यो त अब ठिक हो त्यो हामीले छोरा मान्छेले सुन्न नमिल्ने कुरा नि हुन्छ सासू बुहारीको होइन त्यो कुरा कान्छाले राम्रोसँग बुझ्छ है अब यहाँ ओठमा घाउ आएको भाउजूले के भन्नु भने हिजो राति हराएको करा मात्रै हो त्यस्तो छ जस्तो लाग्छ कान्छा साथीहरू अलिकति लाज घिन भन्ने कुरा त हुन्छ नि मान्छेमा होइन रातभरि डुलेर फुटबल हेरेर आएको कहाँ गएर केही छ प्रुफ केही छ कसको हातमा म मेरो भाउजूको हातमा छु मेरो प्यारो भाउजूको अब 2 हप्तापछि त झन् गर्नुपर्छ है तिनजना को तिनजना को भाउजूले आज दबाई खाने बिर्सिनु भयो साथीहरू ज्वरो आइरहेको है ए म त बेबी भन्दाखेरि अर्को बेबी सोचेको के गजब बेइज्जती गाह्रो रहेछ हो अब यस्तो कुरा कान्छाबाट हुँदैन चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह त्यही हो है ल साथीहरू यहाँ भाउजूले के बोल्नुहुन्छ उटुङ्गे बोल्नुहुन्छ कहिले काहीँ फेरि ड्यामेज बोल्नुहुन्छ हाम्रो भाउजूले राम्रोसँग चेक गराएर ल्याउनु ल भाउजू अब डक्टरलाई भन्नु त नि कि राम्रोसँग चेक गरिदिनु भनेर ओके मेन डक्टर त तपाईँ हो नि त बाई बाई गाइज ल यहाँ चाहिँ अहिले बाबाको ढाड सड्केको छ र कान्छाले बाबाको ढाड चाहिँ ठिक गर्न गइरहेको छ हेर्नुहोस् है साथीहरू बाबासँग दिनुमा हजुरहरूको पनि ढाड सड्केको छ भने टक्क यो एक्सर्साइज गर्न सक्नुहुन्छ यो एक्सर्साइज चाहिँ ढाडको लागि एकदम राम्रो हुन्छ सबैजनाले गर्न सक्नुहुन्छ है लोवर ब्याक दुखेको छ भने पर्फेक्ट एक्सर्साइज गाइज म चाहिँ रेडी भएर टक्क अब जिमको सामानसँग लिएर
निस्किसकेको छु बाहिर काम सकेर त्यतैबाट जिम जानु लाग्यो होइन ल मामु मामु कोसँग बोल्दै हुन्छ ए हजुरआमा गाउँको खै हजुरआमा ढोका रे ल ल हजुर म चाहिँ ढिलो भएछ यसो कामतिर निस्किनु लाग्यो मान्छे कुरेछ अहिले म निस्केँ है ल मामु तपाईँ अहिले निस्किनु भनेर भन्नु मलाई बाई बाई म त्यतैबाट डाइरेक्ट बेलुका है कान्छ डाइरेक्ट बेलुका आउँछ ओके सी यू बाई बाई म यतैबाट जिम जाने हो सामान सामान लिएर हिँडिरहेको छु ओहो बा मामुको फोटो त राम्रो देखेँ त मैले त यहाँ त ल गाइज यो फोटो चाहिँ बबाल देखिरहेछ मामु बाबाको टक्क लाएर टिलिक्कै टल्केछ त मामु किन नराखेको त नि अहिलेसम्म बाई बाई मामु बाहिर त डल्लै पारामा घाम लाग्छ नि त साथीहरू यार आम्मामा घाम त हो त मार्छ यो घाममा हिँड्न भएपछि फेरि मरे जस्तो हुन्छ मलाई के गर्नु हिँड्नै पऱ्यो छोरा मान्छे भएपछि जहाँ पनि एडजस्ट गर्नै पऱ्यो होइन काम नगरी भएन साथीहरू के गर्नु ल म चाहिँ अहिले पोसाक मैकानसम्म आइसकेको छु सामान अर्डर आएको थियो त्यही भएर म यहाँ दोकान आएर टक्क टी सर्ट लिइसकेको छु हेर्न सक्नुहुन्छ प्याक गरेर लैदिने अब र हाम्रो चाहिँ भेराइटी टी सर्ट आएको छ हेर्नुहोस् पोसाकमा टक्क लाएर यो चाहिँ ब्ल्याकमा है यो प्लेन व्हाइट र अरू पनि छ यहाँ र ट्र्याकहरू रहेको छ र स्टक टन्नै छ हेर्न सक्नुहुन्छ तल ल म चाहिँ अब यो लिएर गइदिन्छु मेरो एकजना साथीले अर्डर गरेको ल त्यही हो है साथीहरू पनि आइसकेको छ अब टक्क लाएर मेरो साथीले म टी सर्ट दिन गइरहेको छु हेर्न सक्नुहुन्छ है त ओ आज त जिन्समा आउनुहोस् त हाम्रो अनुहार सर त अनि यो मान्छे राम्रो हो कि होलिया राम्रो हो ल यो पनि राखिहालौँ होइन ल हेरिदिउँ त एकचोटि तर मान्छे जस्तो त्यस्तै राम्रो एउटा पोसाक त हो भनेर त देखाउनु पऱ्यो नि राजा एउटा बनाना झ्याप्प मेरो हातमा हालिदिइहालौँ त्यहाँ जुन चाहिँ पाकेको अलि मोटो खान मिल्ने छ त्यही हुनु पऱ्यो नि ल ठ्याक्क मजाको रहेछ है प्यारी समझ गई मजा आउँछ ल के राख्नुपर्छ अनि टक्क लाएर जिम हाल्नुपर्छ म त खाली पेट म खाली पेट सो ल हाम्रो साथीहरूले चाहिँ मेरो भाइ र मेरो साथीले चाहिँ प्रोटिन मिल खाने रे अब प्रोटिन मिल खाएर ज्यानै चाहिँ बन्छ गाह्रो छ नि फेरि होइन लजा गऱ्यो भने ए भागिदिने यार यता बसौँ तिमी फेरि कुनातिर जहाँ पनि कुना राम्रो हुँदैन क्या राजा मैं गरीब हूँ ल भाइ चाहिँ अरूभन्दा बेग्लै छ त्यसैले एक्लै छ है कस्तो मिठो अर्को मिल आइसकेको छ फेरि यहाँ टक्क लाएर हाम्रो प्रोटिन मिल भन्छ होइन यसलाई के भन्छ अरे गम हान्नेहरू खाना बाजी त प्रोटिन मिल भोग्ला छैन राजा किन्न खाइकन आएको त नि के खाएर आएको त नि गर अनि बुहारीसँग बुहारीसँग आएर केही नखाए किसमा त खाएर आएर हुन्छ त नि बुहारीसँग गर ए लास्ट यहाँ के हो यो रात जुमर नि हो जुमर हेरौँ न एकचोटि यहाँ ए यस्तो यस्तो खाम मजाले खाम साथीहरूले चाहिँ यहाँ भक्कु ह्याप जान्दैछ कान्छा चाहिँ टक्क अब कपडा चेन्ज हाल्न गयो होइन टक्क अब ड्रेस चेन्ज गरेर अब कान्छाभित्र जान्छ र हाम्रो अनमोल चाहिँ टक्क आज ब्याडमिन्टन हान्ने होइन किन त्यसको रिजन किन ब्याडमिन्टनमा के छ र त्यस्तो रहस्य ल वेट घटाउनुको लागि ब्याडमिन्टन हान्ने कि अरू के हो कि साँच्चै साँच्चै होइन नि ल हाम्रो अनमोल सेक्सीले चाहिँ आज ब्याडमिन्टन हान्ने रे जिम नहान्ने रे होइन
यसै गरी अब टक्क लाएर रेडी भएर भित्र प्रवेश गर्न गइरहेको छ कान्छा। लेट्स गो। यो साथी आइसकेको छ हाम्रो स्मृति। हेलो। ल कान्छाको भ्लगमा तिमीलाई वेलकम छ है। हेलो स्मृति, के हान्ने आज? सही ल लेग हान्नुपर्छ दुईटाले है। ल हाम्रो दाइ ल्याक्स दाइ हुनुहुन्छ उहाँ, हाम्रो जिमको ओनर। दाइ कस्तो चल्दैछ हाम्रो जिम अहिले? वर्ल्ड कप लागिरहेछ तर हामीलाई राम्रै भइरहेछ। राम्रो भइरहेछ नि होइन, अझै राम्रो हुनु पऱ्यो है दाइ। तर अहिले चाहिँ वर्ल्ड कपले अलिकति मान्छेहरू चाहिँ वर्ल्ड कपसँग खेल्नु, वर्ल्ड कपले पैसा तिरेर पनि तर आएको छैन। पैसा तिर्न पनि आएको छैन। त्यो चाहिँ वर्ल्ड कप प्यारो, त्यो चाहिँ नराम्रो। रातभरि वर्ल्ड कप हेर्ने, दिनभरि सुत्ने, त्यस्तो चाहिँ हुनु पर्छ। किनभने अब आफ्नो निन्द्रा पुऱ्याउनु पर्छ है। यस यहाँ अब अहिले स्ट्रेचिङ गर्दै पहिला स्ट्रेचिङ गर्छु चाहिँ। ल अहिले चाहिँ खाली पेट हानिरहेको छु मैले होइन। खाजाको चाहिँ नाखाइकन हानेको, अहिले एकदम गाह्रो भएको छ तर युज टु हुन्छ बिस्तारै। मिठो परेको मिठो। वर्कआउटलाई चिट गर्ने होइन है असिकाजी, बुझ्यो नि? अरू कुरामा चिट गऱ्यो भने वर्कआउटलाई चिट गर्ने है, हो कि मैले भन्दै त हो नि। मैले गर्छ क्या बरु जहिले एक्सक्युज खोज्ने अनि नहानिकन कस्तो नो हो र। Go, easy. त्यहाँसम्म त न कमान जान्छ इजी जान्छ त इजी गो। स्मृतिले चाहिँ छिटो ज्यान बनाउने भयो क्या स्मृति। कति महिनामा बन्छ स्मृतिको ज्यान अब? थाहै छैन। कस्तो चलिरहेको छ जिम? जिम चाहिँ 10 मा 10 छ, नो एक्सक्युज। आजको आउटफिट जिम सार्क। यता यता एन्टिलाइट पऱ्यो। जिम सार्क वे हो कि क्या हो? सही हो क्या? जिम हान बेलामा ज्यान बनाऊ। हाम्रो जिम चाहिँ यस्तो छ है। के हाम्रो केही छैन, पसिनै पसिना भइरहेको छ। फा गरेको राखिदिन्छ भने खन्चेङ खन्चेङ गर्दै हिँड्ने बाबु। ओ भएको छैन, एक सेट पुरै बाह्रै हानेन। डक्टर होइन नि त जिम रोबोट। हो कि क्या हो? हो कि क्या हो? यो क्लोज चढाइ। नाइस है। अब पुट्टा पुट्टा चाक हुने भयो अब। त्यो भन न। नाइस है। एक्सीको वर्कआउट सकिएको हो? के गर्यो आज? ल आज चाहिँ हाम्रो बोरोले के गर्यो अब त्यसमा चाहिँ के पर्छ कान्छालाई थाहा छैन होइन। कान्छाले त्यस्तो कुराहरू बुझ्दैन क्या, डबल मिनिङ कुराहरू है। के गर्यो भन्नु चाहिँ डाइरेक्ट। सो ल गाइस मेरो चाहिँ वर्कआउट सकिएको छ। अब टक्क लाएर स्ट्रेचिङ गरेर हामी निस्किन्छौँ यहाँबाट आनन्दले। आजको वर्कआउट बवाल इन्टेन्स भयो होइन। भाइ राजा तिमीले जिम बसी के खायो त? मैले मायामा ढोका खाएको रे भाइले। ढोका होइन ढोका खान्छ भाइले होइन। कतिवटाबाट निशब्द धैर्य हुनु पऱ्यो नि त। कुनै न कुनै दिन जुरेर आउँछ त्यस्तो कुरामा टेन्सन लिने होइन है। टेन्सन लिएर के लिएछ हातमा? के छ
टल्किरहेछ त हरियो हरियो सो ल गाइज हामी चाहिँ टक्क जिम भ्यासी हाम्रो यो एउटा जक्सन भनौँ न होइन हो कि होइन जक्सन होइन हाम्रो यो यस सर धैर्य हुनुहोस् धैर्य हुनुहोस् होइन केही कुरा पाउनलाई केही कुरा धैर्य हुनुपर्छ है ल गाइज हामी चाहिँ अब यहाँबाट कता कता जाने हो सिधा घर जाने अब कस्तो कहाँ कहाँ हो जाने र घर अहिले जाने र घर खोइ म त घर जान्छ हजुर कता जानु ओ भाइले कुरा गर्छ है, ठिक कुरा गर्छ मोडलको जेन हेर आज त भाइसे पम्पी भयो आज बाइसेप साइसेप सब बम हानेको सब हानेको के हाने हाने आज तेरी बोली त ड्यामेजै है केटाहरूको मेरो यो बोलीले गर्दा भ्लग नै राम्रो हाल्न पाउँदैन यार कान्छाले यार हो किन मेरो सुजल भाइ के खाएर बसेको अरे मैले क्रिएटिन कहिलेबाट खै चाहिँ बाइसेप फ्लेक्स हान्यो नि त एक गेम देखाउने हो नि त एक पोजिङ हान्यो नि त छिटो मेरी आमा ल बाई बाई सी यू अहिले निस्किने भयो निस्क्यौँ ल ग्रुपमा यसो मेसेज ठोकौँला है ओके मेरो भाइ बाई बाई अहिले भेटौँ ल मिठो भयो नि त आज त हामी चाहिँ अब यहाँबाट म पनि घर जान्छु लास्ट लगिन्छु होइन गर सावर लिएर आज फ्राइडे यसो निस्किनु पर्छ जस्तो छ हेरौँ के हुन्छ गाइस सो ल अहिले चाहिँ म टक्क लाएर ट्याक्सी चोक आइसकेको छु ट्याक्सी चोक रामबजारबाट अलिकति तल किनकि झिर खान मन लाग्यो कान्छालाई है झिर चाहिँ एकदम बेस्ट हुन्छ यहाँको तिलदाईको झिर हाउस भन्छ यहाँ होइन ट्याक्क ट्याक्सी चोकमा छ सो ल म देखाउँछु हेर्नुहोस् है साथीहरू र टक्क भिडियो एडिट गर्नको मजै छुट्टै छ फेरि एडिट गर्न यति टाइम लिनुपर्छ नि टाइमै भ्याउँदै भ्याउँदैन कि होइन अब भिडियो गर्न सजिलो तर एडिट गर्न एकदम गाह्रो छ है तर भ्लगरहरूलाई चाहिँ मैले मान्छु कि कसरी एडिट गर्छ ठाउँको ठाउँ कसरी युज गर्छ है यस्तो टाइम लाग्छ होइन सो ल त्यही हो अब हेरौँ यहाँ झिर अब दाइले प्याक गर्दै हुनुहुन्छ म देखाउँछु हजुरलाई हेलो मेरो दाइ के छ अल गुड मेरो दाइ अल गुड सो मेरो दाइको चाहिँ यहाँ बवाल हुँदैछ र झिर है मेरो हुँदै मान्छेको भिडभाड चाहिँ यहाँ टन्नै भएको छ हेर्न सक्नुहुन्छ है यस्तो बवाल देखिरहेछ ठाउँ पनि एकदम राम्रो देखेछ दाइको जय होस् मेरो दाइ कान्छालाई पनि जय होस् न होइन सही ल हेर्नु त कति हुँदै यहाँ आमामा मिठो देखेर त 840 भयो अब टक्क प्याक गरेर लर खानासँग मिठो खानुपर्छ है यस्तो मिठो भएछ नि साथीहरू होइन हेर्नु सक्नुहुन्छ यहाँ कति रहेछ कान्छाले खानेकुरा बगाल मिठो भएको म चाहिँ खानेकुरामा कहिले पनि पुग्दिनँ है आम सरी गाइज बिकज आम भेरी बिजी गाई या यस्तो मिठो भन्छ म खाना खान्छु है लास्ट भोग्ला छ डाँडै देखियो धेरै एउटा हिमालय देखियो र साथीहरू हजुर पनि टाइममा खाना खानुहोस् है अनि आफ्नो काम गर्नुहोस् म चाहिँ मेरो जेठु दाईलाई खुवाउँदै जेठा दाईको जेठु दाई चाहिँ टक्क बाबा जस्तो देखिसक्यो त आमा जेठु दाई कि टक्क बाबा जस्तो देखि ल लाउनु छिटो लगाउने क्या छिटो भाइले खाएको के भन्दा नि खाना खान्छ क्या मेरो जेठो दाजु त जेठो दाईको दाजुभाइको मायै छुट्टै छ त अनि यस्तै हुनु पऱ्यो है साथीहरू सबैको दाजुभाइ सधैँ यस्तै हुनुपर्छ भाउजू नखाने भाउजू ल्याइदिउँ एक पिस साँच्चै ल भाउजूले चाहिँ नखाने दाइ भयो कस्तो नि खाना पाउँदा चाहिँ लास्ट खुसी लाग्छ है फेरि टक्क ल्याएर पेट अगाएर खाना पायो भने त फेरि संसारै जिते जस्तो हुन्छ खान्छलाई कसम नि ल खाना नपाएको होइन मामु ल हुन्न एकदिन 5 किलो कुखुरा काटेर ल्याएर हुन्छ हामी नखानु म त खान्छु सक्छु म त सक्छु खै यता
यसो फ्लेक्स गर्नु फ्लेक्स गर्नु ल राम्रो भयो दाइको ज्यान चाहिँ तर लेग भएन कि दाइ लेग त चिकन लेग्स भयो क्या अहिले सिकाएको मान्छे पनि हुनु पऱ्यो नि त होइन साथीहरू कान्छाको लेग कडा भइसक्यो दाइको लेग जस्तोको जस्तै त्यो त हुँदै हुन्न नि साथीहरू यति मिठो भएर होइन उसले चाहिँ टक्क अब मोमो बनाउन सुरु गरिराख्नु भएको छ जेठा हेर्ने होइन हेल्प गर्ने मामुलाई छिटो हेल्प गर्नु पऱ्यो नि मामुले हेरेर बसेर हुन्छ होइन मामु हुँदैन म खाएर यसो सावर लिन्छु कान्छाले सावर लिन छ सावर लिनुभन्दा अगाडि जे कपडामा जिम हाल्छ त्यही कपडामा खाना खाइरहेको छ कति थाक्यो होला भनेर माया गर्नु न मामु कान्छालाई कहिले काहीँ माया गर्ने चलन त छैन कि होइन त्यही भएर हो कि म घर नबस्ने कारण बोलेर बोल्न त पऱ्यो नि मुख बसी तपाईँलाई थाहा रे जान्दा थाहा छ न सोला कहिले कहिले त माया गर्नु नि कान्छालाई पनि यहाँ कति थाकेर आयो होला भनेर यसो जेठाले मसाज ससाज गरिदिने एक चम्चा घिउ खुवाउनुपर्छ घिउ होइन साथीहरू हाम्रो दाइले यहाँ के भन्न गइराख्नु भएको छ बच्चाको बारेमा आफ्नो हुनेवाला बच्चाको बारेमा भनिदिइहाल्नुहोस् त दाइ भनिदिनु मोमो पेल्दै ल भन्नु त के अरे दाइ भन्नु हात खुट्टो खै मत जान्नु भन्नु न ल जाओस् त किन दाइ रिजन अलि ठुलो सोलले निकालौँ न चार्ज सकेको हो त्यो जान्न त जुन जन्मिने बित्तिकै छ नि त्यो जन्मिने बित्तिकै चाहिँ 24 घण्टासम्म त्यो सफ्ट टावलले के पुसेर चाहिँ अनि राख्ने हो रे अनि 24 घण्टापछि नुहाइदिने हो रे किन अब हामीलाई त्यस्तो कहाँ थाहा भयो त तिमीलाई त पाएपछि एकछिनपछि तात्पानी तताएर त्यस्तो गरेर नुहाइदिन्थ्यो कि हामीले त तपाईँले पनि के लिएर आइसक्नु भएको छ हाम्रो ड्याडीले ढाड त धेरै ठिक भयो नि है कान्छाले एक्सर्साइज गराएपछि जे होस् 100%मा ल जे होस् 2% चाहिँ अलिक ठिक भएन अरे 98% चाहिँ ठिक भयो अरे बाबा फुटबल खेल्न लगाउँछ बाबालाई अब मजा अरे मामको बाइसेप नि मिठो देखियो त माम एकचोटि पम्प हान्नु त झन् बढेछ कि ओ ल टक्क मोमो बनाएर राख्ने बाबाले यहाँ चिकन पनि ल्याइसक्नु भएको छ यो चाहिँ भोलि बोइल गरेर खाने बाबा स्टिम गरेर बाबाले भोलि तपाईँले बनाउनु न भइहाल्यो नि ल मामु टक्क खाना रेडी गर्नु कान्छा नुहाएर आउँछ आउनेसँग रेडी हुनु पऱ्यो है रेडी हुनु पऱ्यो त्यो त के कहाँ हराइसक्यो कान्छाले चाखेसी बल्ल अरूले खाने त्यो त कान्छाले भन्दैन त्यो अफकोर्स भन्छ नि जति नै गल्ती गरे पनि कान्छाले लास्ट सरी भन्छ होइन हो कि भन्छ भाइ थाहै छैन पहिला बाबालाई चखाउने अनि कान्छालाई चखाउने है पहिला बाबा चाख्ने अनि कान्छा दाइले त्यो त मान्दिनँ भाइ मान्दिनँ त्यो त त्यस्तो भन्दा त फेरि यहाँ जनता उठेर आउँछ त्यस्तो नभन्नु कान्छालाई त्यस्तो भन्नु भने बुझ्नुभयो ओ जेठा ओ ड्याडी ओ चेस्ट त खतरा देखिया त जिम नआयो तर चेस्ट चाहिँ छ कि भाउजू जिम नआयो चेस्ट चाहिँ खतरा खायो है भाउजू फेरि बिदा अन्त अनि प्यारी समझ गई अरे गाइस अब कान्छा नुहाउन जान्छ है त ल हामी चाहिँ मोमो खाँदै अहिले हाम्रो दाइले सर्भ गर्दै हुनुहुन्छ सबैलाई ल मोमो अब फेरि पाक्दैछ नि त खाएर एक लट सकिसक्यो अब फेरि अर्को लट आउँछ कि मोमो देखाउनै पर्छ न मोमो खाएको भनेर देखाउनु पर्छ नि के छ र दाइ हामी खाएर बसिसक्यौँ होइन हो कि मामु कति राम्रो देखेको त मामु बाबालाई हँसिलो देखेको त है बाबा ढाड कस्तो भयो अहिले ठिक भयो नि तर अहिले फेरि गर्नुपर्ने हो अब त्यत्रो खाएर त आन्द्रामा पर्छ फेरि भाउजू त्यो प्लेट धोए जस्तो बनाउने हो क्या
भाउजू पुरै चाटे हुन्छ मिठो भएर चट्नी बाबाले बनाउनु चट्नी चाहिँ मिठो भयो है त्यो झोलमा कस्तो होला दामी भयो ल चर्को भएर त्यहाँ पानी थप्नु अलिकति गर पानी थप्नु न सुप ल लास्टमा खाउँ है चल्दो छ लास्ट सो गाइज अब मिठो मिठो मोमो खाइदियो अब गाउँ जान्छु भनेको पहिला फेरि यहाँ तल झर्ने छ त मोमो सकिन्छ अनि होइन मोमो सकेपछि फेरि खाना पाइन्न त्यही भएर बरु खाएर अनि बल्ल नुहाउँछु आधी घन्टा बसेर म हाफ एन आवर बस्छु रेस्ट गर्छु अनि बल्ल नुहाउँछु है म्याम खाने बित्तिकै नुहाउनुहुन्न नि त फेरि सो ल गाइज म चाहिँ अब फ्रेस भएर सावर लिएर आफ्नो रुममा आइसकेको छु रुम पनि नेस्टी छ अब कपडाहरू मिलाउनु छ अलिअलि होइन अनि अबको आजको दिन त्यही हो निस्कियो अनि पोषक भाइ कान्छामा गएर डेलिभर गरिदियो होइन साथीलाई अनि त्यसपछि अब जिम हान्यो यताउति जिम गरेर टक्क यस्तो भोक लाग्थ्यो आज चाहिँ खाली पेट हानेको थिएँ मैले खाजा स्किप गरेको छु दिउँसोको स्न्याक्स चाहिँ स्किप गरेको छु मैले अहिले होइन अलिकति पेट घटाउनु पऱ्यो पेट लाग्छ है अनि त्यसपछि घर आउँदा चाहिँ टक्क मोमो रेडी रहेछ फेरि मैले झिर लिएर आएको थिएँ अनि झिरसँग मिठो खाना खाएर अनि फेरि मोमो खाएँ सबैजना हुनुहुन्छ घरमा रमाइलो भएको छ माहौल एकदम ह्याप्पी छ है हामी सबैजना ह्याप्पी छौँ अहिले किनकि भाउजू हुनुहुन्छ दाइ हुनुहुन्छ अब सबैजना नभएकोलाई एकदम मिस गरिरहेको छ कान्छाले है याद आएको छ र अब भ्लगमा त्यही हो आफूले जे गर्छ जे जानेछ त्यही हालिदिने हो जे जानेछ त्यो बोल्ने हो होइन राम्रो कुरा बोल्नु पऱ्यो नराम्रो कुरा नबोलौँ साथीहरू है र अब त्यही हो एकअर्कालाई सपोर्ट गर्नु एकअर्कालाई सपोर्ट गरेर अगाडि बढ्नु भन्न चाहन्छ कान्छाले सबैजनालाई गुड नाइट बाई बाई स्टे हेल्दी अनि त्यसपछि अरू के भन्नु अब स्टे ट्युन स्मी कान्छु बाई बाई सो गुड नाइट पिस आउट